चिठी खबर केही पनि छैन। नबसे मान्छेले पनि ओर पाराले मरौँ भने के खबरमा त मरौँ भन्दा सुन्दै हुन्छ होइन। अनि 4 वर्ष नागेपछि आउनुभएको छ। आएर धरानमा छिमेकी पाहाडका छिमेकी घर बनाएर त्यहाँ बसेर छन्। त्यही घरमा आउनुभएको छ। अन्तखेरि त्यो साधु भन्थे त्यो मान्छे निजै चाहिँ छोरा थिएन, दाजुभाइका छोरा चाहिँ त्यो अधिकारी। है यहाँ बाटो चाहिँ अब त्यो थाहा भयो नि, त्यो अधिकारीले चाहिँ हराएको छ आयो भन्ने थाहा भयो। त्यो अधिकारीलाई त्यो साथीलाई दाजु भन्नुहुँदो रहेछ। अनि तिमीले भने भाइ नलैजा पैसा पैसा यहीँ राख, म एक कठा जग्गा धरानमा एउटा टिलाको घर किनिदिन्छु, यहाँ बनाइदिन्छु। 5 बिघा जग्गा तराईमा किनिदिन्छु। तराईमा 5 बिघा जग्गा, धरानमा 1 कठा जग्गा र घर। तराईमा टक्कै मुखैमा 5 बिघा जग्गा किनिदिन्छु। त्यति बेला तिनीहरूलाई खाना बनाउनु पुग्छ। पैसा नलैजा, अब बसोबास हुँदैन उहाँ। आफ्नो खर्च कति चाहिन्छ 4,000 रुपियाँ कति त्यो बोकेर जानुभयो होइन। लानु होला पैसा त होइन, केही न केही 8-10 हजार रुपियाँ लानु होला अरू बिचारे दिन्थ्यो नि। अनि उहाँको व्यवहार केही मिलाउनु हो। खाने धान खेती नगरेको खाने राम्रो रहेनछन्। इन्द्रका घरबाट 5 मुठी धान किनेको मलाई थाहा छ। अरू कति त्यो घर मैले त्यो जानिनँ। अनि पछाडि बलराम र फरिन्द्रका बाका ठुला स्टामा बाउले पैसा ल्यायो भनेपछि लाग्यो नि अब पछि। अनि मधेस बस्नु हुँदैन। यसो मधेसमा देखाउँदाखेरि हातमा घाउ हुन्छ। कोही थियो अरे मधेस औलो लाग्यो। त्यस्तो ठाउँमा छोराछोरी पनि केही बाँच्दैन, सबै मर्छन्। भनेपछि मान्नु भएको दाजु तपाईँ आउँदाखेरि मैले पैसा ल्याइदिन्छु